नमस्कार। दीपावलीको सम्पूर्णमा शुभकामना। सबैको घर घरमा लक्ष्मीको बास होस्। म जहिलेदेखि होस सम्हाले, जबदेखि मलाई याद छ, जबदेखि याद गर्न थाले हरेक चिजहरू, तबदेखि म आफ्नो घरमा, मेरो घर परिवारमा पूजा गरेको लक्ष्मीको हरेक दीपावलीमा म देख्दै आएँ। त्यसपछि त्यो परम्परा अपनाउँदै हामी सबै, म पनि भनौँ न, पूजा गर्न थाले र सधैँ सुन्दै आए कि लक्ष्मी भित्रिनु हुन्छ रे, गणेश लक्ष्मी। दीपावलीको दिन ढोका खोलेर राख्नुपर्छ, दियो बत्ती सबै बाल्नुपर्छ, रङ्गोली पनि बनाएको देख्दै थिएँ। अहिले पनि बनाउँछौँ हामी, होइन। यसपालि पनि मैले टिका लगाइरहेको छु र यसपालि पनि गऱ्यौँ सबै थोक। मास्टर डिग्री पास गरिसकेँ, कम्प्लिट भइसक्यो। तर पनि जुन अनुसारको एउटा इच्छा हुन्छ नि कि लक्ष्मीले बास लियोस् घरमा, त्यो कहिले पनि देख्न पाइनँ। त्यसपछि 9 वर्ष, यो 9औं वर्ष भइरहेछ बिजनेसमा, र अहिलेसम्म बिजनेस गरेको। मैले बिजनेस अहिलेसम्म गरेको 9औं वर्ष हुँदैछ र 9औं वर्षसम्म म जहिले पनि जुन अनुसारको एउटा एक्सपेक्टेसन गर्थेँ त्यो कहिले पनि पाउन सकिनँ। लक्ष्मीको बास त्यो अनुसारले भित्राउन सकिनँ क्या। 6 वर्षसम्म एकदमै बिजनेसमा जुन अनुसारको प्रगति, सफलता हासिल गर्न खोज्दै थियो, लक्ष्मीको बास 6 पटक लक्ष्मीको पूजा गर्दा पनि त्यो अनुसारको देख्न पाएको थिइनँ। तर यो 3 वर्षदेखि लक्ष्मीको एकदमै बासको जुन एक्सपेक्टेसन गर्दै आएको थिएँ त्यो चाहिँ महसुस गर्न सकिरहेको छु र म खुसी पनि छु। र त्यो के, मैले जसरी सबैजनाले हामी पारम्परिक अनुसारले, परम्परा अनुसारले फोटो मूर्तिको पूजा गरेर दियो बत्ती जलाएर रङ्गोली बनाएर बनाउँछु, त्यो गरेर मैले सम्भव गरेको हो त? के त्यसरी मैले लक्ष्मीलाई भित्राएको हो त? त्यो त म जबसम्म होस सम्हालेको, जबदेखि मलाई याद थियो तबदेखि, जब मलाई हरेक कुराको याद आउन थाल्यो सानैदेखि, त्यति बेलादेखि म गर्दै थिएँ। तर म भन्दैछु तपाईँहरूलाई, मास्टर डिग्री गर्दासम्म र 6 वर्षसम्म मैले त्यो जुन अनुसारको लक्ष्मीको बास होस् माताको घरमा, त्यो एक्सपेक्ट गरेको जस्तो पाएको थिइनँ। तर यो 3 वर्षमा त्यस्तो के गजब गरेँ, त्यस्तो के राम्रो गरेँ, त्यस्तो के भयो र मैले सफलताको साथ आफ्नो बिजनेसलाई अगाडि लग्न सकेँ। हेर्नु, सबैजना कमाइराख्नु भएको छ, सबैजना कतै न कतै कार्यरत हुनुहुन्छ, कसैको आफ्नै सेल्फ ओन बिजनेस छ, कोही एन्टरप्रेन्योर हुनुहुन्छ, कोही शिक्षक हुनुहुन्छ, कोही इन्जिनियर, हरेक क्षेत्रमा कोही न कोही कुनै न कुनै प्रोफेसनमा हुनुहुन्छ। सबैजना रिलेट गर्न सक्नुहुन्छ। र यो 3 वर्षमा कसरी साँच्चीकै मैले सोचेको जुन लक्ष्मीको बास होस् मैले भित्राउन सकेँ त लक्ष्मीलाई। म आफू पनि बिजनेस गरेको त 6 वर्षको जुन राम्रो गर्न सकेको थिएँ त्यतिखेर पनि थियो, तर राइट स्ट्राटेजी र भनिन्छ नि राइट गुरु, होइन, बिजनेस मेन्टर र डिसिप्लिन काम गरी पछि मैले यो सबै हासिल गरेको हो। र आफू पनि बिजनेसतिर लाग्दाखेरिको जुन एक्सपिरियन्स थियो त्यो सबैलाई बटुलेर मैले विभिन्न, अब साना बालबालिकाहरूलाई, भनौँ न 8 वर्षदेखिको माथिको बालबालिकाहरूलाई सिकाउन थालेँ। उहाँहरूलाई, धेरै महिला साथीहरूलाई, अहिलेसम्म त मैले लगभग 100-200 जनालाई पुरै पर्सनली उहाँहरूलाई बिजनेस कसरी गर्ने सिकाउँदै आएँ। त्यसपछि उहाँहरूलाई एन्टरप्रेन्योर बन्ने बाटोमा चाहिँ सहयोग गर्न थालेँ। यसरी आफू पनि अगाडि बढ्नको लागि आफू पनि निरन्तर प्रयास गर्दै गएँ र मेहनत गर्दै गएँ र यसरी उहाँहरूले पनि सिकाउँदै गर्दै सहयोग गर्दै गरेपछि मैले चाहिँ लक्ष्मीलाई
यो 3 वर्षमा साँच्चीको महसुस गरेको छु भित्रको। साँच्चीको लक्ष्मी माताको बासको चाहिँ मैले त महसुस गरेको छु। र के तपाईहरू पनि सबैजनाले महसुस गर्नुभएको होला कुनै न कुनै रूपमा। र यो दीपावली तपाईहरूको कसरी बित्यो र तपाईहरूले कसरी लक्ष्मीलाई भित्राउँदै हुनुहुन्छ कमेन्टमा अवश्य नै तपाईहरूले आफ्नो प्रतिक्रिया राख्नुहोला भन्दै यो दीपावली सबैजनाको शुभ रहोस्, लक्ष्मीको बास होस्। ह्याप्पी दीपावली। नमस्ते।